आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड आईएलआईले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 9.17% खुद नाफा वृद्धि गरेको छ। चालू आर्थिक वर्षको पहिलो 3 महिनासम्म कम्पनीले 15 करोड 83 लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रकम 14 करोड 50 लाख रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क 31.96%ले र कुल आम्दानी 25.33%ले बढेको छ। यद्यपि कुल दाबी भुक्तानी 28.61% र कुल खर्च 26.96% वृद्धि भएको छ, जसले सञ्चालन खर्चमा सामान्य दबाव देखाएको छ। कम्पनीको प्रति शेयर आम्दानी ईपीएस पनि सुधारिएको छ, जसमा 1 रुपैयाँ 6 पैसा वृद्धि भई 12 रुपैयाँ 67 पैसा पुगेको छ। असोज मसान्तसम्म कम्पनीको प्रति शेयर नेटवर्थ 137 रुपैयाँ 41 पैसा र मूल्य आम्दानी अनुपात पीई रेशियो 33.56 गुणा रहेको छ। कम्पनीको चुक्ता पुँजी 5 अर्ब रुपैयाँ रहेको छ, साथै कम्पनीसँग 52 करोड 38 लाख रुपैयाँ शेयर प्रिमियम, 27 करोड 86 लाख रुपैयाँ महाविपत्ति कोष, 86 करोड 26 लाख रुपैयाँ रिटेन्ड अर्निङ र 20 करोड 53 लाख रुपैयाँ अन्य इक्विटी सञ्चित रहेको छ।